ल हामीले कन्सोनेन्ट र भावेल साउन्डहरु सकाएपछि हामीले कम्बिनेसन गर्नुपर्छ भावेल साउन्ड र कन्सोनेन्ट साउन्ड कम्बिनेसन भइसकेपछि चाहिँ एउटा पुरा लेटर बन्छ लेटर कस्तो भन्छ भने हामीले डबल कन्सोनेन्ट साउन्डसँग सिंगल भावेल साउन्ड र सिंगल भावेल साउन्डसँग डबल कन्सोनेन्ट साउन्ड जोडेर एउटा वर्ड बन्छ जस्तै क हामीले जुन यसरी क पढाएको थियौं यो हाफ क हुन्छ भनेपछि यस्तो क हुन्छ भनेपछि हामीले सिंगल भावेल साउन्डहरु जोडेर यस्तो बनाएपछि चाहिँ ओरिजिनल क हुन्छ हो त्यही आज हामीले यो क्लासमा आज कम्बिनेसन हामीले डबल कन्सोनेन्ट साउन्ड विथ बेसिक भावेल साउन्ड बेसिक भावेल साउन्डसँग डबल कन्सोनेन्ट साउन्डहरु चाहिँ कम्बिनेसन गर्नेछौं जस्ट एक्जाम्पलको लागि भन्नाले पनि यसरी यो चाहिँ यो पुरा कन्सोनेन्ट डबल कन्सोनेन्ट साउन्ड हो 5 वटा छ जम्मा अनि बेसिक भावेल साउन्डहरु चाहिँ हाम्रो 11 वटा छ यसलाई कम्बिनेसन गर्दाखेरि यो लाइनमा मैले भावेल साउन्ड लेखेर यो लाइनमा कन्सोनेन्ट साउन्ड लेखे अब यसलाई कम्बिनेसन गरौँ कम्बिनेसन गर्दाखेरि चाहिँ यो जुन आधा क छ नि यसलाई पुरा बनाउनु पर्छ यो क भयो यसलाई माथिको यो जोड्दिउँ जोडेपछि के भयो का भयो यो डबल या हो नि त यो भन्छ क्या क प्लस या क्या क प्लस अ क ओरिजिनल हुन्छ है यी हाफहरु छन् भने यो ओरिजिनल हुन्छ के फेरि यो यस्तो गरेपछि बिचमा आउँछ है को हुन्छ यो क गरेर डबल बिचमा आयो भने के हो यो हुन्छ यो गरेपछि कु अनि क्यु यसरी आयो भने कु यसरी आयो भने यसरी हुन्छ सबै लेखेर जानुस् तको पछि यसरी हाम्रा कम्बिनेसन डबल कन्सोनेन्ट र बेसिक भावेल साउन्डहरु यसरी कम्बिनेसन भएर एउटा वर्ड बन्छ हामीले बुझ्नुपर्ने यति हो हामीले यो सबै थाहा छ यो सिंगल कन्सोनेन्ट के भावेल साउन्ड भन्ने थाहा छ यो डबल कन्सोनेन्ट साउन्ड भन्ने थाहा छ यसलाई कम्बिनेसन गरेको मात्रै हो के गरेर फुल हाम्रो लेटर बन्छ भनेपछि यो र यो कम्बिनेसन गरेपछि फुल लेटर बन्छ अब क लेख्नु पर्यो भनेपछि हामीले के गर्नु पर्यो क सिंगल के रे डबल भावेल कन्सोनेन्ट साउन्ड डबल कन्सोनेन्ट साउन्ड क भयो त्यसपछि यसलाई भावेल साउन्डलाई सिंगल भावेल साउन्ड अ जोडिदिएपछि क भयो क लेख भनेपछि ट्याक्क लेख्ने यसरी क हो नि ल कन्सोनेन्ट साउन्ड अनि डबल कन्सोनेन्ट साउन्डसँग सिंगल भावेल साउन्ड कम्बिनेसन गर्यौं अब बेसिक कन्सोनेन्ट साउन्डसँग डबल भावेल साउन्ड कम्बिनेसन गर्नेछौँ त्यसपछि हामीले बेसिकसँग बेसिक डबलसँग डबल कम्बिनेसन गर्नेछौँ अहिले चाहिँ हामीले कम्बिनेसन अफ बेसिक कन्सोनेन्ट बेसिक कन्सोनेन्ट हामीलाई थाहा छ गन त राम बस अझ छ खता फ हैन अनि उसलाई डबल भावेल साउन्ड ए वा ओइ जस्तै जम्मा गरेर 11 वटा छ नि यिनीहरु चाहिँ कम्बिनेसन गर्नेछौँ एक्जाम्पल फगी ग गे भयो ए आयो नि गे र डबल चाहिँ गे ग ए यो पनि गे हुन्छ है ग
यही हुन्छ यसले अनि ग यस्तो लेख्नुपर्छ त कुवा पछाडिको लाइन जोड न गे गोई गुवा आधा गुवा गोए गुई यस्तो हुँदैन यस्तो होइन गुई सारी गुई यस्तो हुन्छ है ल यसरी हामीले बेसिक कन्सोनेन्ट सिङ्गल बेसिक कन्सोनेन्ट सिङ्गल बेसिक कन्सोनेन्टसँग डबल भावल साउन्ड विथ डबल भावल साउन्डहरू चाहिँ यसरी कम्बिनेसन गरिन्छ यो कम्बिनेसन गर्दाखेरि नहुने यसरी ए ने नै न्या ए कस्तो यो गरे त भन्नु पर्दैन मिस्टेक भयो भनेर भन्दैछु त ए वा ए वा नै है नुवा नुई यसरी हाम्रो कम्बिनेसन भएर यसरी लेटर बन्छ अब दको पनि यस्तो द दे मार्केलले पनि काम गरेको छैन हो यसरी गरेर जम्मै यो 19वटा बेसिक कन्सोनेन्ट छ सबैले यसरी कम्बिनेसन गरेर लेख्नु अब मैले सबै लेख्नले भ्याउँदिनँ बिकज अब यसरी नै हो कम्बिनेसन हुने यसरी नै हो यसरी एउटा लेटर बन्छ यो आधा गथ्यो आधा नथ्यो आधा गथ्यो आधा रथ्यो ओके